बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरू कारवाहीको दायरामा तत्काल आउनुपर्छ। देशका संरचनाहरूमा ताकी ताकी आगो झोस्नेहरू पनि तत्काल कारवाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामर्थ्य प्रदान गर्ने वचनका साथ मेरा केही मागहरू छन्। 1. 2046 सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ। 2. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ। 3. कर्मचारीदेखि न्यायालयसम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्बादेखि माथिसम्मले फेरि जाँच दिनुपर्छ। सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ। 5. सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्छ। मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलग अलग टाउकाहरू हुन्। रावणका यी अलग अलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चीजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ। मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ। त्यसका लागि हामी जनस्तरबाट दबाव बढाएर सरकारलाई सहयोग गर्नेछौँ। नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना छ। म यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरू सँगै छु। मैले केही योगदान दिनुपर्ने भए म नै नक्कु कारागारमै छु, भेट्न आउन सक्नुहुनेछ। पार्टीको तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै हटाउँछौं। पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने के पनि छैन। उनीहरूले जति जाने त्यति गरे। इतिहासका विभिन्न कालखण्डमा यो देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ। स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू एक ठाउँमा मिलेर। देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपील गर्दछु। नमस्कार।